हेलो हाई नमस्ते म मिलन श्रेष्ठ अनि हजुरहरू सबैलाई हाम्रो आवाज च्यानलमा स्वागत छ। आजको भिडियोमा मैले ताल दह कुण्डहरूको बारेमा लिएर आएको छु। कुन ताल कुन दह कुन कुण्डहरू चाहिँ कुन जिल्लामा पर्दछ भन्ने विषय चाहिँ आजको भिडियोको रहनेछ। पहिलो विषय रहेको छ कुन ताल कुन जिल्लामा पर्दछ। नन्दबाउजु ताल चितवन जिल्लामा पर्दछ। जल्पा ताल बागलुङ जिल्ला, रुद्रा ताल बागलुङ जिल्ला, सेफोक्सुन्डो ताल डोल्पा जिल्ला, गैडहवा ताल रूपन्देही जिल्ला, रारा ताल मुगु जिल्ला, भाले बास्ने ताल म्याग्दी, सुरुमा सरोवर ताल बझाङ, बराहा ताल खोटाङ जिल्लामा पर्दछ। गजडी ताल रूपन्देही जिल्लामा पर्दछ। नन्दन ताल पाल्पा जिल्लामा पर्दछ। कल्चुमन गोर्खा जिल्लामा पर्दछ। कसरा ताल चितवन जिल्लामा पर्दछ। बन्जारी ताल पर्सा जिल्लामा पर्दछ। बुलबुले ताल सुर्खेत जिल्लामा पर्दछ। तिलिची ताल पर्सा जिल्लामा पर्दछ। बसहजारी ताल 20,000 ताल चितवन जिल्लामा पर्दछ। त्यसैगरी तमोर घैला ताल चितवन जिल्लामा पर्दछ। सत्यवती ताल पाल्पा जिल्लामा पर्दछ। बेगनास ताल र फेवा ताल पनि कास्की जिल्लामा पर्दछन्। झिलिमिली ताल कञ्चनपुर जिल्लामा पर्दछ। रूपा ताल कास्की जिल्लामा पर्दछ। जगदीशपुर ताल कपिलवस्तु जिल्लामा पर्दछ। सिजमे ताल ताप्लेजुङ जिल्लामा पर्दछ। मुजुरा ताल चितवन जिल्लामा पर्दछ। स्यार्पु ताल रुकुम जिल्लामा पर्दछ। बढैया ताल बर्दिया जिल्लामा पर्दछ। मैदी ताल कास्की जिल्लामा पर्दछ। त्यसैगरी कुन पोखरी कुन जिल्लामा पर्दछ भन्ने कुरामा गहना पोखरी काठमाडौँ जिल्लामा पर्दछ। सल्फा पोखरी भोजपुर जिल्ला। सभा पोखरी सङ्खुवासभा जिल्ला। दुध पोखरी लमजुङ। जोर पोखरी पाँचथर। रानी पोखरी काठमाडौँ। तारा खसेको पोखरी सिन्धुपाल्चोक। जटा पोखरी सिन्धुपाल्चोक। देउ पोखरी लमजुङ। पाँच पोखरी सिन्धुपाल्चोक। चिङलिङ पोखरी तेह्रथुम। कमल पोखरी काठमाडौँ। त्यसैगरी इलिम पोखरी लमजुङ जिल्लामा पर्दछ। सिद्ध पोखरी भक्तपुर जिल्ला। रौताहा पोखरी उदयपुर जिल्ला। नारायण पोखरी काठमाडौँ। माई पोखरी इलाम। बौलाहा पोखरी सिन्धुपाल्चोक। त्यसैगरी दहहरूको कुरा गर्नुपर्दा कुन दह कुन जिल्लामा पर्दछ भन्ने कुरा गर्नुपर्दा भोटे दह दाङ जिल्ला। स्याङलाङ दह दाङ जिल्ला। गिरी दह जुम्ला। सुन दह डोटी। रिनमक्से दह मुगु। कामिनी दह पर्सा। टौदह काठमाडौँ। कुबिन्डे दह सल्यान। चरङ्गे दह दाङ जिल्लामा पर्दछ। छायानाथ दह मुगु जिल्ला। बेतकोट दह कञ्चनपुर। सिमरीखानी दह सुर्खेत। कटुवाल दह काठमाडौँ। रुक्मिनी दह रुकुम। त्यसैगरी कुन झरना कुन जिल्लामा पर्दछ भन्ने विषयमा कुरा गर्नुपर्दा भेलछेडा झरना डोटी जिल्ला। सुलीगढ डोल्पा जिल्ला। खुवाको झरना उदयपुर जिल्ला। सेती नदीको झरना बझाङ। रातेमाटे झरना ओखलढुङ्गा। सीताखोला झरना अर्घाखाँची। पोकली झरना ओखलढुङ्गा। ह्याचुङ झरना तेह्रथुम। गुम्छाथाल झरना सिन्धुपाल्चोक। ओडरी खोलाको झरना उदयपुर। भैरवकुण्ड झरना सिन्धुपाल्चोक। तिलखुवा झरना अर्घाखाँची। पाउली गाउँ झरना डोल्पा। त्यसैगरी पुरनधारा झरना दाङ जिल्लामा पर्दछ। बैकुण्ठे झरना पाल्पा जिल्ला। सहस्रधारा झरना पर्वत। इलाम डाँडा झरना ताप्लेजुङ। द्वारी खोलाको झरना दैलेख। द्रिपुङ झरना खोटाङ। टिपला झरना ताप्लेजुङ जिल्ला। फुङफुङ झरना नुवाकोट जिल्लामा पर्दछ। त्यसरी
त्यसैगरी चिरखुवा खोला झरना, भोजपुर छहरा खोला झरना, नुवाकोट तीनधाई खोला झरना, काभ्रे छरहरे झरना पाल्पा जिल्ला, जोरपानी झरना डोटी जिल्लामा पर्दछ। त्यसैगरी आजको भिडियोको अर्को विषयवस्तु रहेको छ कुन कुण्ड कुन जिल्लामा पर्दछ। सुरु गरौँ है त। नारद कुण्ड गोर्खा जिल्लामा पर्दछ, गोसाई कुण्ड रसुवा जिल्लामा पर्दछ, नाग कुण्ड रसुवा जिल्लामा पर्दछ, सरस्वती कुण्ड रसुवा जिल्लामा पर्दछ। त्यसैगरी सीताकुण्ड सुनसरी जिल्लामा पर्दछ, दामोदर कुण्ड मुस्ताङ जिल्लामा पर्दछ, गङ्गा जमुना कुण्ड धादिङ जिल्लामा पर्दछ, ज्ञान कुण्ड धनुषा जिल्लामा पर्दछ, भैरव कुण्ड नुवाकोट जिल्लामा पर्दछ, शान्ति कुण्ड कास्की जिल्लामा पर्दछ। हजुरहरू सबैलाई हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि हाम्रो भिडियोहरू रेगुलर अपडेट चाहनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुहोला अनि लाइक र कमेन्ट पनि गर्न नभुल्नुहोला। धन्यवाद।